जुन विवाद गरिरहेको महिला एकजनालाई प्रहरीले नियन्त्रणमा लिएर लग्नुभएको छ। दर्शकबिन हजुर वडा अध्यक्ष हो नक्सा पास हेर्नु सबैको नक्सा पास छ यहाँ। जुन उपत्यका दर्शकबिन देखिरहनु भएको छ, यसरी प्रहरीहरूले विभिन्न ठाउँमा यो खोला मापदण्ड विपरीत बनेका संरचनाहरू भत्काउनुको लागि एक्सर्साइज गरिरहेको छ। प्रहरी र यहाँका स्थानीयहरूबीच अलिकति मुठभेडको अवस्था सिर्जना भएको छ। जुन डोजर चलिरहेको ठाउँमा उहाँहरू गइसकेपछि उहाँहरूले विरोध गर्न खोज्नु भएको थियो भने प्रहरीले उहाँहरूलाई यसरी साइड लगाइरहेको छ। बालन शाहले गर्नुभयो, तपाईँ पार्टीको चाहिँ राजीनामा किन माग्नुभयो भनिदिनुहोस् त। तपाईँ आफैले आफ्नै मनलाई सोध्नुहोस्। हर्क साम्पाङले अहिले चाहिँ बालन शाहको समर्थन गर्न पर्थ्यो? गरिब बस्तीहरूमा डोजर चलाउँदै गर्दा क्या राम्रो काम गर्यो बालन शाहले, धन्यवाद बालन सरकार भन्नु पर्थ्यो हर्क साम्पाङले? तपाईँलाई लाग्छ त्यस्तो? तपाईँको मनबाटै भन्नु। तपाईँले आफ्नै आत्माले भिडियो खिच्नु भएको छ, जानु भएको छ, त्यहाँका मान्छेहरूको रोदन देख्नु भएको छ। कतिपय त भनिरहेछ नि सुकुम्बासी बस्तीमा बसेको कारणले हामीले कोठासम्म बाँचेनौँ। त्यो फुटेज तपाईँ तिमी छैन है खिच्नु भएको होइन? होइन अहिले त होल्डिङ सेन्टरमा आएको फोटो भिडियो नल्याउनु भनेको छ सरकारले। होइन त्यहाँ गएको फोटो भिडियो समेत डिलिट गर्नु। होल्डिङ सेन्टरका पीडा नल्याउनु भनेको छ सरकारले। फोटो भिडियो पनि देखिरहनु भएको छ नि तपाईँले, कस्तो नदेख्ने भन्ने कुरा। खानासम्म पनि खाना दिनुभन्दा अगाडिसम्म फोटो खिचेर बल्ल हामीलाई खाना दिइरहेछ, भिडियो बनाइरहेछ भनेर त त्यहाँ बसिरहेको मान्छेले भनिरहेछ। त्यहाँको सुताई बसाई सामाजिक सञ्जालमा तपाईँले फुटेज देख्नु भएको छ। फुटेजहरू पनि देख्नु भएको छ होइन? अनि त्यो टिनको मा पानी परिरहँदाखेरि सुतेको देख्नु भएको छ। त्यो पनि एआईबाट बनाउनु भएको तपाईँहरूले? सरकारले असफल बनाउनलाई रियल हो भने त्यो ठिक हो त। फेरि सरकारले व्यवस्थापन गरेर रहेछ। तर राष्ट्रपा डुब्यो बालनले सबै कुरा डुबाएर नेपाली जनतालाई यो कुन जुनीको उनले शत्रुता निकालिरहेका छन्, किन यसरी डोजर चलाइरहेका छन्, यो ज्यादती कठैबाट त्यो डोजर चलाउने मान्छे के चयनको निन्द्रा सुत्न सक्छ? उसले त आदेश तामेल गरेको भए त्यो बस्ती खाली गर्न गएका छन् सेनाहरू प्रहरीहरू। जल तथा मौसम विज्ञान विभागले भन्छ घरभित्र बस्नु, आधीहुरी चल्न सक्छ। उनीहरू भन्छन् 24 घण्टाभित्र हाँडो लिएर निस्किसक्नु, बस्ती खाली गराउन आउँदैछौँ। आज बुद्ध जयन्तीको दिन हो। बुद्ध जयन्तीको दिनमा गुम्बा भत्किएको छ यो देशमा। गुम्बा शान्तिको प्रतीक बुद्ध जन्मिएको यो देशमा बुद्ध जयन्तीकै दिन आज गरिबहरूको घर तोडिएको छ। नेपालमा सुन्नु न, मैले नबुझेको कुरा क्या, यो मान्छेले गर्न खोजेको चाहिँ के हो? देशैभरि एकैचोटि यसरी तपाईँको सुकुम्बासी व्यवस्थापन गर्न, यो केही गर्नु त मैले बुझिनँ भने आर्मीलाई प्रयोग गरेर जनतालाई त्रसित बनाउनु हुँदैन। हुकुमी शासन आएछ भन्ने कुरा त बुझ्यो नि। अब सुन्नुहोस् न, अब आर्मी अगाडि बढ नेताहरूको काठमाडौँमा 3-4 तलाको घर, 3-4 ठाउँ जग्गा जमिन, करोडौँको धन सम्पत्ति भनेर त आयो नि। तिनीहरू त कोही त पक्राउ पनि पर्न थाले। एउटा मिडियाले गलत गर्यो, तपाईँ मिडिया कर्मीको हिसाबले तपाईँले गलत गर्नुभयो, गलत सूचना प्रवाह गर्नुभयो। त्यो भन्नुको मतलब सबै मिडिया कर्मीलाई लड जेल हालिदिने, अपराधीकरण गर्ने। अब मिडिया चलाउन पाइन्न किनकि मिडियाले त गलत गर्दो रहेछ मात्रै भन्ने कि चाहिँ असली सुकुम्बासीको नक्कली सुकुम्बासी जसले पहुँचको भरमा आफ्ना 8-10 वटा घर काठमाडौँमै भएर पहुँचका भरमा टहरा बनाएर भाडामा दिएछन् भने उनीहरूलाई कारबाही गरोस्, त्यसमा हाम्रो आपत्ति होइन। जो रियल सुकुम्बासी हो उसलाई त व्यवस्थापन गर्नु पर्यो नि। 20औं वर्षदेखि खोलाको छेउमा बसिरहेको थियो भने त्यो मान्छे अब 20 दिन समय लिएर उसको लगत सङ्कलन त्यही गर। तपाईँको कहाँ हो त घर भएको? सेनाले पालिकाहरूलाई पत्राचार गर्न थालिसक्यो कमलजी। सेनाले बस्ती भत्कायो, बिचल्ली बनायो, अहिले लगत सङ्कलन गर्दैछ। यो कस्तो काम भइरहेछ? कस्तो काम भयो? होइन यो काम राम्रो होला। अब आलोचना गरेर त तपाईँहरूले किन आलोचना गर्ने भन्नुहुन्छ? फेरि हर्क साम्पाङले किन स्ट्याटस लेखेको भन्नुहुन्छ? यो त राम्रो काम हो नि। किन नेपालमा वडाध्यक्ष पनि छैनन्, अरू कर्मचारी पनि छैनन्, मेयर पनि छैनन्। सेनाको काम हो सुकुम्बासीको लगत सङ्कलन गर्ने, सुकुम्बासीको विवरण सङ्कलन गर्ने, को सुकुम्बासी हुन्, कुन सुकुम्बासी होइनन्, नक्कली सुकुम्बासी अथवा हुकुम्बासीको विवरण सङ्कलन गर्ने काम चाहिँ अब नेपाली सेनाको हो। सेनाकै हो।
किन भन्दा नेपालमा वडा अध्यक्ष छैनन् नि होइन वडा सदस्य पनि छन् होइन छैनन् छन् नि मेयर त। पनि छैनन् स्थानीय प्रशासन र स्थानीय सरकारको काम हो भने त भनिराखेका छन् प्रदेश त। सांसद पनि छैनन् सङ्घीय सांसद पनि छैनन् कि अहिले छन् त खोइ त कहाँ छन् कहाँ छन् छन् भवा त सरकारी संयन्त्र प्रदेश सांसद सङ्घीय सांसद मार्फत स्थानीय सरकार मेयर वडाध्यक्ष मार्फत लगत सङ्कलन हुन्थ्यो होला नभएर न सेनाबाट भयो तपाईँहरू नै भ्रममा हुनुहुन्छ नेपालमा एडिबीको लोन खानको निम्ति वर्ल्ड ब्याङ्कको पैसा लोन लिनको मान्छे लागि मारेर फुल रोप्ने अनि? मान्छे मारेर धनीहरूलाई मर्निङ वाक गर्ने अस्ति पार्क बनाइदिने रविन तामाङको आत्महत्या भयो अस्ति बाबु भयो रविन तामाङ 17 वर्षीय आज अर्को एक खोलामा फाल हाल्यो आज गरिबहरू पुरै डिप्रेसनमा छन् +2 का विद्यार्थीहरूको परीक्षा भाँडियो यति ठुलो इतिहासमा ज्यादती न राणाले गरे न अरू क्रूर शासकले गरे यो त कस्तो भयो भने मानव सभ्यता माथि नै धावा भयो नेपाल माथि नै धावा भयो नेपाल जुरुक्कै उठ्नुपर्छ यदि हामी नेपालीमा स्वाभिमान छ भने गाउँ गाउँ बस्ती बस्तीबाट उठेर जनविद्रोह गरेर पछि पर्नु हुँदैन बिना संविधानको तपाईँ सरकार चलाउन खोज्नु चाहिँ यो संविधानै होइन भनेर म भन्दैछु आज यो चिज प्रमाणित भयो यो सरकारको सबैभन्दा ठुलो सङ्कट रवि लामिछाने हो आफै हो नि बालन आफै कि रवि लामिछाने भने यो स्वतन्त्र पार्टी नै हो भनेको यो स्वतन्त्र पार्टी नै होइन भन्दैछु त रविले भनेको हामीलाई छिटो काम गर्नु छ छिटो काम गरिदिँदाखेरि लडिन्छ नि त गडबड हुन्छ अप्ठ्यारो हुन्छ अहिले छिटो गर्ने भएर ओलीलाई थुने लेखकलाई थुने सबै त फुस्किए नि त के फाइदा भयो त्यो छिटो गरेर भोलि यही अध्यादेश हेर्दै जानु यो सर्वोच्चले कारण के हो भनेदेखि बोलाएको सदन किन स्थगित गरी अध्यादेशको लागि हो भनेर कारण देखाउँदिन्छ सिद्धियो नि अनि बजेट आउँछ के गर्छ बजेट पनि ल्याउन गाह्रो पर्छ अध्यादेशबाट ल्याएको बजेट त राष्ट्रपतिले स्वीकृत गर्दैन होला नि त सर्वोच्चको चाहिँ निर्णय नआइकन त्यसपछि त यो सरकार त पङ्गु भइगयो नि चल्नै नसक्ने सरकार भएपछि त जनताले विरोध गर्ने आधार पाउँछ त्यस्तोमा अनि अरू नेताहरूले फाइदा लिन्छ हर्क छँदैछ भने आर्मीलाई प्रयोग गरेर जनतालाई त्रसित बनाउनु हुँदैन हुकुमी शासन आएछ भन्ने कुरा त बुझ्यो नि अब सुन्नुहोस् न अब आर्मी अगाडि बढाउनु बित्तिकै त्यही किसिमको नै हो है तपाईँकै भनाइअनुसार नै हुकुमी शासन नै हो